नमस्कार। कार्यक्रम सङ्घर्षका कथाबाट सबैलाई हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म केशव पन्थी। सङ्घर्षको कथाको आज हामी 14औं भागमा छौँ र आज हामी अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर 5 बहखोर भन्ने ठाउँमा आएका छौँ र यहाँ व्यावसायिक हिसाबले लगायत उहाँका यातायात व्यवसायदेखि लिएर हरेक क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय एकजना युवा व्यवसायी हुनुहुन्छ टिम प्रधान। आज हामी उहाँसँग सङ्घर्षका कथाका कुराकानी गर्नेछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। हुनुहुन्छ टिन प्रधान दाजु। दाजु नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? आरामै छ। हामी आज तपाईँसँग खास गरेर तपाईँको जीवनको एउटा यात्राको सङ्घर्षको कथा जो यति बेला देश विदेशमा रहनुहुने आदरणीय दर्शक साथीहरूलाई एउटा तपाईँको एउटा जागरुकता सक्रियता युवा अवस्थामै गर्नुभएको एउटा कामप्रति को लगावको लागि हामी सङ्घर्षको कथामा तपाईँहरूमा आएका छौँ। के छ, सहमत हुनुहुन्छ दाजु? सहमत छु केशवजी, किनकि अब हजुरको एउटा पत्रकारिता हो। अब हजुरले एउटा अनुरोध गर्नुभयो, अनुरोध गरिसकेपछि म हजुरलाई समर्थन गर्दछु। अनि दाजु के छ तपाईँको पहिला परिचयबाट कार्यक्रमको सुरुवाती गरौँ। मेरो परिचय, मेरो नाम गाउँमा टिनकुमार श्रेष्ठ भनेर चिनिन्छु। हजुर। र विगतमा मैले जागिरको सिलसिलामा टिन बहादुर प्रधान भनेर लेखाएको छु। नायिकामा मेरो टिन बहादुर प्रधान नै छ। हजुर। र समग्र अब छत्रदेववासीले टिन बहादुर प्रधानै भनेर चिन्नुहुन्छ। हजुर। र मेरो परिचय, मेरो जन्मघर मडेलचोर। हजुर। छत्रदेव गाउँपालिका वार्ड नम्बर 7 मडेलचोर, साबिकको वार्ड नम्बर 2। हजुर। र मेरो बुवाको नाम जरसिंह श्रेष्ठ। हजुर। आमाको नाम एम कुमारी श्रेष्ठ। हजुर। अब हामी 4 भाइ छौँ। हजुर। फन कुमार श्रेष्ठ हुनुहुन्छ यहीँ मेरो घरको कोखामा यहीँ हुनुहुन्छ है। हजुर। माइलो दाई अहिले इन्डियन आर्मीकै हुनुहुन्थ्यो, रिटायर भएर बुढगाउँमा हुनुहुन्छ। हजुर। र साइलो दाई पनि इन्डियन आर्मीको रिटायर हुनुभएको छ। अहिले छत्रदेव गाउँपालिकाको श्री चारजन माविको नजिकै घर छ। हजुर। र कान्छो म हो। मेरो 2 बहिनी दिदी हुनुहुन्छ, तुम्मा कुमारी श्रेष्ठ केरुङ्गा धरमपानी। हजुर। र ज्ञान श्रेष्ठ हुनुहुन्छ, अहिले इन्डिया हुनुहुन्थ्यो, हाल बुटोल बुढगाउँमै बस्नु भएको छ। मैले सायद माइलो दाईको छुट्याएँ कि जस्तो लाग्यो। मेरो माइलो दाईको नाम राजकुमार प्रधान हो। हजुर। उहाँ पनि होइन, मैले भनिसकेँ सायद। हजुर। उहाँ बुढगाउँमै सेटल हुनुहुन्छ बुटोल। अनि अब हामी तपाईँकै गाउँ अथवा जन्मस्थलतिर जानेछौँ। हजुर। के गरौँ दाजु? हुन्छ, जाउँला। मेरो घर मडेलचोर हो, त्यहाँ म जन्मेको घर हो। अब बुवा आमाले बनाएको घर त छैन। हजुर। नयाँ घर हामीले पछि यहाँ छत्रगञ्ज आउनुभन्दा पहिले बनाएको घर छ। हजुर। त्यसलाई बिक्री गरेर हजुर हामी यहाँ आएका हौँ केशवजी। हजुर। अनि सायद तपाईँका खास गरेर व्यावसायिक हिसाबले कुराकानी गर्दा यो यङ अथवा युवा उमेरमै हुनुहुन्छ। तपाईँ चाहिँ धेरै व्यवसायमा जोडिसक्नु भएको छ। के छ, संक्षिप्तमा के व्यवसाय छन् त्यसको बारेमा जानकारी दिनुहोस्, अनि हामी तपाईँको जन्मस्थलतिर जानेछौँ। हजुर, व्यवसाय त मेरो त्यस्तो धेरै त होइन। म अब पहिला जागिर सिलसिलामा थिएँ इन्डियन आर्मीमा होइन। अनि त्यसपछि मैले एउटा गाउँमा आएँ, एउटा पसल सुरु गरेँ। त्यसपछि मैले टेन्ट व्यवसाय सुरु गरेँ। त्यसपछि मैले एउटा यो टुर एन्ड ट्राभल्स भनेर प्रेरणा टुर एन्ड ट्राभल्स भनेर सुरु गरेँ, किनकि यहाँ धेरै मान्छेहरूलाई बुटोल जान आउन समस्या थियो। अनि त्यसमा पनि मैले होम डेलिभरी घर जाने। हजुर। मान्छेलाई लिएर यहाँ लिएर आउने। हजुर। यहाँबाट चाहिँ बुटोल लाने, बुटोलको पथमा छोड्ने, पथबाट लिएर आउने, त्यस्तो व्यवसाय पनि सुरु गरेँ। र अन्य कुराहरू त गर्दै जाउँला सर। केशवजी, अब मेरो गाउँ घर तपाईँको जन्मघरतिर जाउँ। हुन्छ हुन्छ हुन्छ। तल सन्दीप पल्ली यति बेला हामी टिन प्रधान जो हामीले अघि नै प्रसङ्ग निकालिसकेका छौँ, खास गरेर सङ्घर्षको कथा बनाउने उहाँबाट हामीले अनुमति पाइसकेका छौँ र उहाँकै साथमा यति बेला उहाँको जन्म घर
अथवा उहाँको बाल्यकाल अवस्थाको घरमा आइपुगेका छौँ र अब हामी केही कुराकानी गर्नेछौँ उहाँको यो जन्म घरबाट। सर, दाजु तपाईँको परिचय पहिला परिचयबाटै सुरुवात गरौँ है। मेरो नाम त खास यहाँ हाम्रो यो गाउँमा मेरो मलेचौर जन्म गाउँमा टिनकुमार भनेर म चिनिन्छु। हजुर। मेरो खास नागरिकतामा नाम टिनबहादुर प्रधान भनेर मैले बनाएको छु। हजुर। र मेरो जन्म यही ठाउँमा भएको। हजुर। घर त पुरानो थियो। हजुर। पछि बनाएको घर हो यो। हजुर। र अहिले हाल त हामीले बिक्री गरेर छतरमा बसोबास गरियो होइन। हजुर। र खास हामी यहीँ जन्मे हो। यहीँबाट नै हामीले अब आफ्नो जीवन यात्रा सुरु गरेको। मेरो खास पुर्खौली घर सदरदेव 8 अर्घातोस बजारमा हो। हजुर। उहाँ त्यहाँ ढुङ्गामुनि भन्ने छ। ढुङ्गामुनिको घरतिर तपाईँको खास पुर्खौली उहाँ हो। तर तपाईँ जहाँ भीमसेन मन्दिर छ त्यसको साइड अपोजिट कोखामा मेरो एउटा पुरानो पुर्खौली घर छ, अहिले पनि छ। अनि चाहिँ यहाँ चाहिँ तपाईँको जन्म भयो, तपाईँका बुवाआमा यहाँ आएर बस्नुभयो, त्यसपछि तपाईँको यहीँ नै जन्म भयो। तपाईँहरू कति भाइ हुनुहुन्छ? खास गरी हाम्रो बुवाहरू 6 भाइ। हजुर। 6 भाइ हुनुहुन्छ। हजुर। जेठो अर्घातोस पोखरेडाँडा। हजुर। माइलो पनाघाट। हजुर। साइलो हाम्रो बुवा। हजुर। काइलो त्यही जहाँ मैले भीमसेन मन्दिर भने अर्घातोस बजार। हजुर। राइलो देउराली हुनुहुन्छ ताराप्रसाद श्रेष्ठको बुवा। हजुर। अनि कान्छो यहाँ सेन डाँडा भन्ने हुन्छ। हाल अहिले हाम्रो बुवाहरू आमाहरू सबै अब हामी गुमाएको अवस्था पनि छ। बुवा आमा हुनुहुन्न? हजुर। हामी खास यहाँ मेरो बुवा को नाम जरसिंह श्रेष्ठ हो। हजुर। उहाँको तर्फबाट हामी 4 भाइ छौँ। हजुर। जेठो फनकुमार, माइलो राजकुमार, हजुर, साइलो मिनकुमार, हजुर, कान्छो म हो। कान्छो। हजुर। हजुर, म कान्छो। अनि चाहिँ के छ, तपाईँले शिक्षा दीक्षा पनि यही ठाउँबाटै जानुभयो होला। पठन पाठनमा प्राथमिक लेभलको पढाइ कहाँ गर्नुभयो, अन्य पढाइ कहाँ गर्नुभयो, के छ यसको बारेमा पनि बताइदिनुहोस्। मेरो खास अध्ययन त यही मलेचौर श्री जनसेवा प्रावि मलेचौर यहाँ तल राता पोखरादेखि माथि र त्यहाँ एउटा स्कुल विद्यालय छ, त्यहाँबाट नै सुरु भएको हो। र मैले खासै अब धेरै अध्ययन गर्न पाइनँ। म मात्र 10 पास गर्न सफल भएँ। मैले 2046 सालमा एसएलसी दिएको हो। हजुर। र त्यसै गरी अब यो गाउँमा धेरै अब पहिला हामी श्रेष्ठ जाति भए पनि धेरै अब घरको कमजोरी अवस्था पनि थियो। आर्थिक आमाहरूले अब सङ्घर्ष गरिराख्नु भएको थियो। खेतीपाती अब जागिर गर्नुभएको थियो बुवाले होइन। बर्मा खेडाङमा बर्मा राखेबाजको नै हुनुहुन्थ्यो उहाँ। भूप नै हो उहाँ पनि। हजुर, उहाँ पनि आर्मीकै एउटा टुक्रा हो उहाँहरू। हजुर। र त्यसरी हामीले यहाँ चाहिँ सङ्घर्ष गर्दै गर्दै अब गाउँमा हामीले धेरै दुःखहरू पनि गरिरह्यो भनौँ। हजुर। अब मैले नै भन्नुपर्दाखेरि यो मलेचौर यो गाउँमा अब आफ्नो एउटा चाहिँ आर्थिक कमजोरी भएको कारणले खेतीपातीहरू अब मैले अब नढाँटिकन भन्नुपर्दाखेरि यो गाउँमा प्रत्येक घरमा मैले हलोसम्म जोतेको अनुभव मलाई छ। भनेपछि तपाईँले सबैको घरमा त्यसरी चाहिँ हलोसम्म जोते भन्नुभयो। अनि चाहिँ तपाईँ त्यो समयमा कति वर्षको हुनुहुन्थ्यो? म त्यतिखेर खास 16 वर्षदेखि नै मैले यो बढी कामहरू अनुभव गरेँ। मैले गारो लाउने, आरो लाउने, यो जोत्नेहरू होइन, दाउरा चिर्नेहरू त्यही त अब गाउँमा बसी गर्नै पर्थ्यो। मैले धेरै अनुभव बटुलेको छु त्यसरी। अनि चाहिँ तपाईँ जे होस् गाउँमा बस्दा धेरैको चाहिँ सहयोगी भएर काम गर्नुभएको रहेछ। किसानीको सहयोगीको रूपमा अथवा विभिन्न काममा तपाईँ सक्रिय भएको तपाईँले बताउनुभयो। त्यसपछिका जिन्दगीका यात्रा तपाईँका कता मोडिए अथवा तपाईँको यात्रा कता लाग्यो? मैले खास गरिकन यहाँ कृषिहरूमा पनि मैले जोड दिने विचार थियो। हजुर। अब हाम्रो यो अब मुलुककै अलिकति परिवेश पहिला यति विकास थिएन गाउँघरमा होइन। हजुर। अब लाइट पानीहरू केही थिएन, यही ठाउँमा पनि पानी थिएन। हजुर। हामी पानी बोक्न धेरै तल खोलामा जानु पर्थ्यो। हजुर। यस्तै यहाँ हेर्दाखेरि हामीले भविष्य खासै देखिएन। नदेख्दाखेरि म
इन्डियाको हजुर 1995मा म सन् यहाँदेखि इन्डिया प्रस्थान गरेँ। हजुर प्रस्थान गर्दै जाँदाखेरि मेरो बुवाको डकुमेन्ट्सहरू अनि दाइहरू पनि अब आर्मीमा भर्खर भर्ती हुनुभएको थियो। हजुर उहाँहरूको डकुमेन्ट्स थ्रु म इन्डियामा गएँ। इन्डियामा गइसकेपछि इन्डिया आर्मीको हजुर गोर्खा सैनिक हजुर 8 गोर्खा राइफल्समा म 96मा भर्ती भएँ। हजुर भर्ती भइसकेपछि त्यहाँको हाम्रो वीर गोर्खालीहरूको पुर्खाहरूको एउटा इतिहास, उहाँहरूले गरेको यो विश्वमा नेपालीहरूलाई चिनाउने एउटा योगदान, त्यो देख्दाखेरि मलाई गर्व पनि भयो। म नेपालमा आफ्नो देशमा एउटा केही गर्न नसके पनि भारतमा गएर जागिर गर्दै गर्दा नि म नेपालको लागि नै नेपालीहरूकै शानकै लागि नै गरिरहेको छु र मेरो व्यक्तिगत फाइदाको लागि नै गरेको छु भन्ने महसुस गरेँ केशवजी। अरे तपाईँको त्यति बेला विवाह भइसकेको थियो कि नै, के थियो? होइन, भएको थिएन। म त विवाह त हेर्नुहोस् धेरै पछि हो। मैले भर्ती भइसकेपछि मेरो दाइहरू म समन्वय गरेर यहाँका अब आर्थिक चिजहरू मिलाइयो। बुवा एकदम वृद्ध हुनुहुन्थ्यो, आमा वृद्ध हुनुहुन्थ्यो होइन। त्यो गर्दाखेरि हामीले यहाँ पछि आएर यो घर बनाइयो। अनि गएर हामीले यो थारोहरू बनाइयो होइन। मेरो जमिनहरू, हाम्रो जमिनहरू तलैसम्म छ, खेतीपातीहरू गरियो, यहाँ तलैसम्म पर्छ। गर्दै जाँदाखेरि केशवजी मैले भारतमा जागिर गर्दै जाँदा सर्ट सर्भिस गरौँ भन्ने उद्देश्यले म त्यतिखेर 12-13 वर्ष सर्भिस भइसकेको थियो। अनि त्यसपछि गएर मैले सर्ट सर्भिस गर्नुपर्छ भन्ने उद्देश्यले मैले सर्ट सर्भिस गरेँ। र मेरो पदको हिसाबले म छिटै अवकाश प्राप्त गरेर म यो गाउँमा फर्केँ। गाउँमा फर्किँदाखेरि मेरो बच्चाहरू, फ्यामिलीहरू सेटल गर्नुपर्ने थियो। त्यो गर्दाखेरि बच्चाहरू पनि सानो थियो, फ्यामिलीले यहाँ खेतीपाती गरेर पनि साध्यै नहुने। अनि मैले यहाँ केही गर्नुपर्छ भन्ने हेतुले म यहाँ आएको केशवजी। अनि चाहिँ तपाईँ त्यो भारतीय अथवा आफ्नो रोजगारीबाट नेपाल फर्किसकेपछि तपाईँले के गर्नुभयो अथवा कसरी यहाँ आउनुभयो र के कसरी गर्दै हुनुहुन्छ, के छ? म रिटायर पछि यो गाउँमा आएँ। गाउँमा आइसकेपछि मेरो घरमा आउने बाटोहरू थिएन, पानीको समस्या थियो र धेरै अब तत्कालीन माओवादीको 10 वर्षे जनआन्दोलन पछि जनयुद्ध यहाँ आएर हेर्दाखेरि अलिकति केही त्यस्तो हामीले सोचे जस्तो केही नदेखिने होइन। नदेख्दाखेरि अब के गरौँ त भन्ने भयो केशवजी। अनि मैले यो गाउँभरि, यो मोडेलचोरभरि एउटा केरा किन्ने, अदुवा किन्ने, फलफुलहरू किन्ने अनि बुटोल ढुवानी गर्ने, त्यस्तो मैले गर्न सुरु गरेँ। सुरु गर्दाखेरि पनि मलाई अलिकति सन्तुष्टि मिलेन। अनि मैले यहाँ यो घरहरू, थाराहरू, यहाँ बारीहरू बिक्री गरेर एउटा वृद्ध आमा हुनुहुन्थ्यो, 91 वर्षको आमा हुनुहुन्थ्यो, उहाँलाई लिएर म छत्रगञ्ज प्रस्थान भएँ। त्यहाँ साह्रै गरेर म छत्रगञ्ज गएँ। मेरो यो पुरानो घर यहाँ तल यो लेबरले तलैसम्म जान्छ, तलबाट माथि तल बाटोमा गएर बाटो यस्तो घुमेर यहाँसम्म आउँछ। यो फेरि यो मेरो छिमेकी सर हुनुहुन्छ, यहाँ मगर जाति हो। अहिले हामी खास गरेर टिन प्रधान दाजुको पसलमा आइसकेका छौँ। हामी पुनः कुराकानीमै जोड्यौँ। दाजु, तपाईँ चाहिँ सैनिक क्षेत्रको मान्छे, आखिर चाहिँ व्यावसायिक हिसाबले यसरी चाहिँ के कारणले तपाईँ चाहिँ लाग्नुभयो, के छ यसमा चाहिँ रहस्य? यस्तो भयो, अब म छत्रगञ्ज बसाइसरे गरेको छैन। छत्रगञ्ज म आएँ होइन। छत्रगञ्ज आइसकेपछि मैले पसल गरौँ भन्ने उद्देश्यले, जस्तो अहिले भनेको थिएँ मैले फलफुल तरकारीदेखि मैले सुरु गरेँ।
हजुर यहाँ तल हाम्रो श्री सार्वजनिक माविको तलतिर मेरो दाजु साइलो दाजु मिनकुमार श्रेष्ठको घर छ। हजुर त्यहाँ नै पसल सुरु गरेँ मैले 2069 सालमा मैले त्यहाँ पसल सुरु गरेँ। हजुर सामान्य तरिकाले गर्दै जाँदा यहाँ यो क्षेत्रमा अब व्यापारहरू मैले राम्रै गर्नलाई सफल भएँ। हजुर सफल भइसकेपछि लगभग धेरै यहाँको यो 5 नम्बर धेरै घर घरमा मैले होम डेलिभरीको व्यवस्था लिएर आएँ। हजुर त्यसमा अझ म सफल भएँ हजुर र नयाँ नयाँ व्यापारहरूको सुरुवात गरेँ है। हजुर गर्दै जाँदाखेरि यहाँको धेरै आम मेरो कस्टमरहरूले मेरो ग्राहकहरूले मलाई धेरै प्रोत्साहन पनि दिनुभयो। त्यसको साथसाथमा मैले आदि इत्यादि हुँदाखेरि सधैँ हामी मलखातमा बसेर खानुपर्ने, कहिले ढिकामाथि गएर बसेर खानुपर्ने, कहिले भकारमा बसेर खानुपर्ने। अनि नेक्स्ट केही सुरुवात गरौँ भनेर श्री छत्रबाबु जनरल स्टोर पछिको नौलो अभियान मैले गगन टेन्ट हाउस भनेर। हजुर चाहिँ व्यवसाय क्रममा खास गरेर किराना सामान लगायत खाद्य सामग्री बिक्री वितरण गर्दा गर्दै तपाईँ पुनः अर्को व्यवसायमा हात हाल्नुभयो, जो चाहिँ टेन्ट हाउस। अनि चाहिँ यो कसरी चाहिँ तपाईँलाई अवधारणा कसरी आयो यसरी गर्नुपर्छ भन्ने? यो गाउँमा त्यति बेला त थिएन पनि होला चलन, कसरी चाहिँ आयो तपाईँलाई यो? मलाई कसरी आयो भन्दाखेरि कुनै सामान्य कार्यक्रम गर्ने भने तम्गा सन्धिखरको बुटोल धाउनु पर्ने, अत्यधिक महँगो। हजुर यहाँको जनताहरूलाई कुनै सुविधाको चाहिँ महसुस भएन। हजुर र मैले यो गऱ्यो भने यहाँको जनतालाई सुविधा पनि हुने र स्वयं आफूलाई पनि एउटा एक्टिभ हुन सक्ने महसुस गरेर मैले गगन टेन्ट हाउस सञ्चालन गरेँ। गगन टेन्ट हाउस सञ्चालन गरिसकेपछि मैले तपाईँको 73, 74, 75 देखि म एकदमै यो छत्रदेवको कुना कुनामा म पुगेँ। पुगिसकेपछि मैले अझ केही गरौँ भनेर मैले छत्रदेवको बलकोटमा मैले एउटा शाखा सञ्चालन गरेँ। त्यसपछि मैले सन्देखर्क नगरपालिकाको पोट्टाथुममा अर्को शाखा सञ्चालन गरेँ। त्यसपछि फेरि मलाई अझै ऊर्जा लाग्यो, जताततैबाट मलाई चाहिँ प्रोत्साहन आयो। सबैले मलाई चाहिँ गगन टेन्ट हाउस एउटा कडा पनि छ, महँगो पनि छ र सुविधा गुणस्तरीय छ भनेर मलाई अझ प्रोत्साहन दिनुभयो। र मैले तपाईँको यो छत्रदेवको सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, जति पनि सङ्गठन के भन्छ तपाईँको सरकारी कार्यालयहरू छ, त्यहाँ मैले संस्थाहरू मैले धेरै सौजन्य पनि गरेँ। मलाई छत्रदेवको खास गरिकन यो 5, 6, 7, 4 नम्बरमा प्रशंसा पत्र, कदर पत्रहरू धेरै मैले जुटाइसकेको पनि छु। र अर्घाखाँची जिल्लाका सम्पूर्ण ठाउँमा पनि मैले यो कार्यक्रम राखेर चाहे पार्टीका होस् चाहे सङ्घ संस्थाका होस् त्यहाँ म सफल भएँ। र मेरो यो गगन टेन्ट हाउस अहिलेसम्म मैले राम्रै तरिकाले चलाइरहेको छु केशवजी। खासमा हामी जोडिराखेका छौँ तपाईँसँग कुराकानीमा। अनि दाजु, खास तपाईँ व्यवसाय जो टेन्ट हाउस लगायतको व्यवसायसँगै तपाईँ चाहिँ खास गरेर यातायात व्यवसायको हिसाबले पनि
जिल्लामा जोडिनु भएको छ। हजुर यो चाहिँ तपाईँलाई फेरि यो अवधारणा कसरी आयो, यो चित्र कसरी लाग्नुभयो? मैले केशवजी भन्नुपर्दाखेरि यो टेन व्यवसाय मैले सञ्चालन गरेँ। अनि गर्दाखेरि मलाई एउटा गाडीको आवश्यक भयो। अच्छा गाडीको आवश्यक हुँदाखेरि मैले एउटा डबल क्याब खरिद गरेँ। हजुर खरिद गरिसकेपछि त्यसको पश्चात मैले यो प्रेरणा टुर एन्ड ट्राभल्स पनि सञ्चालन गरौँ भन्ने उद्देश्यले हाम्रो अर्घाखाँचीकै मात्र नभएर अब उत्कृष्ट हाम्रो देउराली यातायात प्रणालीमा हजुर मैले दुईवटा गाडी यो फोर्स हजुर दुईवटा गाडी फोर्स मैले दर्ता गरेँ। हजुर दर्ता गरेर दुईवटा गाडी किनेँ। दुईवटा गाडी किनेर मैले दर्ता गरेँ। अच्छा। दर्ता गरेर मैले यो छतरदेवको देउराली बाट सुरु गर्दै हजुर अर्घातोस, छत्रगञ्ज, हजुर। केरुङ्गा, सन्देहर्क, हजुर उदय बुटोल हजुर जानी आउने त्यो सेवा मैले दिन थालेँ। दिइसकेपछि यहाँको धेरै हाम्रो यात्रुजनहरूले हजुर मलाई धेरै सुझावहरू दिनुभयो। त्यही अनुसारले मैले यो यातायात पनि मलाई चाहिँ हुन त म अब पैसा धेरै भएर आर्थिक सम्पन्न भएर त होइन। हजुर अब ब्याङ्किङ फाइनेन्स हजुर। अब सबै सहकारीहरू हजुर मा आबद्ध भएर म पनि अहिले लगभग 5-6वटा सहकारीमा आबद्ध थिएँ। हजुर क्रमशः फेरि नेपाल सरकारको नीति नियमअनुसार सहकारीमा कम हुँदै गएको छु। हजुर। र अब हाम्रो ब्याङ्किङ क्षेत्रमा अब आफ्नै घरमा पनि नबुल ब्याङ्क भएको कारण हजुर। चाहिँ त्यहाँ पनि मैले केही सुझावहरू, सल्लाहहरू र सहयोग पनि पाएँ। त्यसै गरेर मैले यो प्रेरणा टुर एन्ड ट्राभल्स हजुर भनेर दुईवटा गाडी ट्राभल्समा छ। हजुर र यहाँको स्थानीयको लागि एकदम सहयोगको लागि अथवा उहाँहरूलाई सहज हुनको लागि मैले एउटा डबल क्याब सधैँ मेरो घरमा एउटा स्ट्यान्ड राखेको छु। हजुर कोही बिमारी पर्दा, कोही इमर्जेन्सी पर्दाखेरि त्यो सेवा पनि मैले दिइरहेको छु। के छ अनि चाहिँ तपाईँले जस्तो व्यवसाय हिसाबले अगाडि बढ्दा बढ्दै पनि तपाईँ सामाजिक काममा पनि जोडिनु भएको छ। हजुर जस्तो धेरै क्षेत्रमा तपाईँले सेवामा जोडिनु भएको छ। हजुर। के छ यो सामाजिक क्षेत्रमा कहाँ कहाँ जोडिनु भएको छ, के छ यसमा तपाईँलाई कस्तो लाग्छ सामाजिक क्षेत्रको अवस्था के छ? समाज सेवा भनेको एउटा सबभन्दा ठुलो धर्म हो। हजुर हामी माया के गरेर भन्दा हजुर समाजको सेवा गर्नु नै यो श्रेष्ठ धर्म हो। हजुर र त्यसको मध्यनजर राखेर मैले छतरदेवको सन्दर्भमा त मैले मेरो 7 नम्बर वार्डमा मेरो गाउँमा पनि मैले दलित समुदायहरूलाई कोही घटना भयो भने मैले घाटा सङ्घको लागि होइन सहयोग गर्नुपर्नेहरू, आर्थिक कमजोर सहयोगहरू, असलदेखि गर्नुपर्ने सहयोगहरू, यातायातदेखि गर्नुपर्ने सहयोगहरू, यो 5 नम्बर वार्डमा पनि अधिकांश यहाँको ग्राहकहरूलाई मैले सहयोग गरिरहेको छु। र सङ्घ संस्थाहरूमा, मठ मन्दिरहरूमा पनि मेरो योग्यता अनुसार म त्यति सम्पन्न त होइन, तर पनि सक्दो मैले चाहिँ सहयोग गर्नुभयो। मठ मन्दिर, विद्यालयहरू र कुनै गरिबहरू जस्तो आगे लागि हुन्छ। 3 नम्बर वार्डमा एउटा कुनै एउटा घटना भइरहेको थियो एउटा आमाको घरमा होइन, त्यहाँदेखि पनि मैले यहाँको सबै राजनीतिक दलहरू, यहाँको समाजसेवीहरू, बुद्धिजीवीहरू र मलाई सुझाव दिने, सल्लाह दिने सम्पूर्ण अग्रजहरूलाई सरसल्लाह गरेर उहाँहरूको सुझाव अनुसारले मैले केही सामान्य सहयोगहरू पनि गरिरहेको छु। यति सङ्घर्षशील व्यक्तित्व जो घरदेशदेखि परदेशसम्म अनि घरदेशमै आएर धेरैलाई रोजगारी दिन पनि सफल हुनुभएको छ। अनि चाहिँ त्यो कुरा गर्दाखेरि यो समाजमा आउँदैछ पनि र रिटायर हुनभन्दा पहिला पनि मैले इन्डियन आर्मीमा पनि लगभग 15-20 जना युवकहरूलाई भर्ना गरेको छु। आफन्तीदेखि लिएर गाउँका अलि टाढाका साथीहरूलाई पनि मैले, भाइहरूलाई पनि मैले त्यो सहयोग गर्नुभएको छु। र यहाँ आइसकेपछि पनि 10मै मेरो 3-4वटा शाखा छ। त्यहाँ मैले अब 15-20 जनालाई रेगुलर भन्दा पनि हुन्छ, अब सिजनमा रेगुलर अहिले पनि मेरो पट्टथुम चलिरहेको छ। अहिले देख्नुभयो गाडी गयो होइन। अब मेरो कर्मचारीहरूलाई अलिकति म कडा गर्छु। कडा स्वभावको मान्छे भन्दै हो नि त हैन। ड्रिङ्क्सहरू गर्ने, लन्लाङ लुन्लुङ गर्ने, कसैको घरमा गएर कामहरू बिगार्ने मैले त गर्नु दिँदैन। र यहाँ आएर पनि मैले यो 5 नम्बर आएर पनि मैले हाम्रो यहाँ भएका ब्याङ्किङ क्षेत्र, लघुवित्तहरू होइन, त्यहाँ आफ्नो फेवरले उहाँसँग समन्वय गरेर हुने कुराहरूलाई मैले यहाँ पनि 400 जनाहरू
सङ्घ संस्थामा पनि मैले जागिरहरू खुवाएको छु। हजुर। मेरै आफ्नो आफन्तीहरू भाइ भतिजाहरूलाई पनि मैले जागिर खुवाएकै छु होइन। हजुर। त्यो मैले गर्ने कुरालाई मैले आफूलाई कमजोरी सोच्दिनँ। परेको खण्डमा मैले हर क्षेत्रमा सहयोग गर्न सक्ने मलाई भगवान्ले एउटा शक्ति प्रदान गर्नुभएको छ। अनि यति सङ्घर्षशील व्यक्तिलाई घर परिवार मा कसले सहयोग गर्नुभएको छ? को हुनुहुन्छ अहिले? के छ? यो एकदम मलाई एउटा मार्मिक कुरा सोध्नुभयो केशवजी। हजुर। मलाई यो एकदम मलाई सफल बनाउने भनेको त मेरो जन्मदिने बुवा आमाहरूले नै मलाई अब जन्माउनु भयो, हुर्काउनु भयो, पढ भन्नुभयो। पढ्नलाई मैले त्यति चासो राखिनँ। सानैदेखि मेरो स्वभाव अलिक कडा होइन। अलि अब उग्र जस्तो पनि भनौँ होइन। यता दुख्ने उता दुख्ने अब त्यस्तो थिएँ। त्यो हुँदाखेरि मैले खास अहिले पछिल्लो चरणमा आएर पहिला पैसा चिन्नु सकेन केशवजी। र अहिले खास गरिकन मेरो यो स्थानमा ल्याउनलाई एकदम महत्त्वपूर्ण भूमिका चाहिँ मेरो श्रीमती कमला श्रेष्ठ प्रधानको छ। उनले एउटा सामान्य बाल शिक्षामा जागिर गर्छिन् र मैले कमाएको भन्दा उनले चाहिँ यहाँ मलाई एउटा दिएको टेवा नै अझ सर्वश्रेष्ठ छ। र मेरो अहिले 2 जना बच्चाहरू छ। मेरो छोरा अहिले काठमाडौँमा इन्जिनियर सकेर यो रोबोटिक्सतिर आइटीतिर इन्जिनियरिङतिर उसले एउटा प्रोसेस गरिरहेको छ। र नानुले चाहिँ अहिले ब्याचलर जोइन गरेकी छिन्। मेरो 2वटा बच्चा मात्र छ। र अरू त यस्तै चलिरहेको छ। हामी अन्त्यतिर छौँ। अब हजुरसँग हामीले नसोधेका प्रश्न पनि हुन सक्छन्। हजुरलाई भनौँ लाग्न पनि सक्छ। हामीले धेरै बेर तपाईँको आफ्नो जन्मस्थानदेखि तपाईँका व्यवसाय स्थलसम्म घुम्दै आयौँ। के छ अन्त्यमा केही भन्नु छ सर? त्यस्तो मलाई त त्यस्तो केही छैन। म अब दिनरात मैले एक मिनटको मैले आफूलाई सदुपयोग गरेको हुन्छु। मैले खास गरिकन चाहे नेपालभित्र बस्ने होस्, चाहे विदेशमा बस्ने होस्, चाहे यो गाउँमा बस्ने कुनै पनि युवाहरू होइन छ, कुनै व्यापारीहरू छ, कुनै प्रगति गर्ने मान्छेहरू छ भने म एउटा के भन्न चाहन्छु भन्दा नेपालमा केही हुँदैन भन्ने एउटा कुरो छ। गुनासो गर्छन्। नेपालमा छ किन छ भन्नुहुन्छ भने म पनि इन्डिया जागिर गर्दा के लिएर आएको थिएँ होइन। केही पनि थिएन। तर म यहाँ आएर एउटा फलफुलदेखि मैले मेहनत गर्दै जाँदा यहाँसम्म म पुगेको छु भने हाम्रो युवाहरूले गाउँमा कृषिमा ध्यान दिनुपर्छ, व्यवसायमा ध्यान दिनुपर्छ। सामान्य एउटा चियाको कित्ली बसालेर अगाडि बढ्यो भने यहाँ नहुने छैन। हुन त हो, बसैसराले गर्दाखेरि यहाँ एकदमै अब डरलाग्दो अवस्था छ। वन्यजन्तुहरूले गर्दाखेरि डरलाग्दो छ। र मैले समग्र हेर्दाखेरि छतदेवको सन्दर्भमा हेर्दै गर्दाखेरि पनि यहाँका युवाहरूलाई मैले चाहे गेम खेल्ने सन्दर्भमा हो, चाहे विदेश जाने सन्दर्भमा हो, चाहे मैले कृषि गर्ने सन्दर्भमा हो, चाहे 2-4 हजार चाहिएको सन्दर्भमा हो, त्यस्तो चाहिँ मैले सहयोग गरिरहेको हुन्छु। कुनै युवाहरूलाई त्यस्तो आवश्यक पर्छ, कुनै केही सहयोग पर्छ, कुनै गरिबहरूलाई सहयोग पर्छ र कुनै बिमारीहरूलाई सहयोग पर्छ भने मेरो योग्यता अनुसारको चाहिँ मैले सहयोग गर्न सक्छु। र तपाईँको यो लोकप्रिय पत्रकारिता माध्यम र मेरो यो आफ्नो व्यक्तिगत जीवन र सङ्घर्षलाई अगाडि बढाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद छ केशवजी। र तपाईँको यो पत्रकारिता पनि एकदम सक्षम तरिकाले अगाडि बढोस्, शुभकामना छ। हस्त दाजु, धन्यवाद आफ्नो बारेमा केही जानकारी दिनुभयो। नमस्कार।